साले के भन्छ यो मलाई चाहिँदो नचाहिँदो कुरा हो र के हो यो मलाई चाहिँदो नचाहिँदो कुरा हो र के हो होइन के दिदी मैले साँच्चै कुरा गरे हो कि साँच्चै कुरा गरे कि दिदी साँच्चै कुरा गरे हो कि दिदी साँच्चै कुरा गरे हो कि पहिलो कुरा त सुन्नु न भाउ कुरा गरे क्या आमा होइन क्या आमा होइन क्या होइन या आमा त्यस्तो होइन होइन सुन हामी किन को हजुर नमस्ते नमस्ते आराम हुनुहुन्छ हजुर आराम तपाईँ को हो तपाईँ हजुर को हो त्यो त भन्दै गरौँ न तपाईँ यही घरको मान्छे होइन हो ए सुन्नु न के अरे तपाईँसँग सिरियसली कुरा गर्नुपर्ने थियो होइन यहीँ गरौँ कि माथि घरमा गएर गरौँ भनेर के कुरा हो भन्नु न पहिला तपाईँको यो तपाईँको छोरी होइन त हो तपाईँको छोरी हो नि होइन हो हो कुरा के हो भन्नुहुन्छ भने नि तपाईँको छोरी र मेरो चाहिँ लगभग 2-4 वर्ष अगाडिदेखि नै लभ चलिरहेको थियो होइन त्यसले बिहे गर्छु मसँग बिहे गर्छु भन्ने जानु भएको थियो अहिले नभेटेको पनि धेरै भयो कि अनि कहाँ जानुभयो त को छोरी कसको छोरी तपाईँको छोरी मेरो छोरी तपाईँले कहिले चिनेको थियो मैले भन्नु 2-4 वर्ष अगाडिदेखि नै मेरो 2-4 वर्ष होइन मेरो छोरीको बिहे गरेकै अहिले 8-9 वर्ष भइसक्यो 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 भनेपछि ऊ धोकेबाज रहेछ हेर्नु किन धोकेबाज मलाई 2-4 वर्ष अगाडिदेखि नै होइन चाहिँ मलाई भेटेर तिमीसँग म बिहे गर्छु भनेर चाहिँ के अरे पुरै भएको थियो त्यही भएर 1-2 महिना 2-4 दिन बढी भयो कि त्यो 3-4 महिना जति भयो अनि कन्ट्याक्टमै छैन कि अनि त्यही भएर घर खोज्दै आएको अनि त्यसपछि तपाईँलाई भेट्यौँ होइन त्यही भएर मलाई अरू थाहा मेरो छोरीको घर होइन यो त मेरो घर अब मेरो छोरीको घर त अब अर्कै ठाउँमा भइसक्यो छोरीको बिहे गरेर गएर पनि मेरो नातिनी 3 वर्षको नातिनी भइसक्यो 3-4 वर्षको नातिनी भइसक्यो नातिनी पनि भइसक्यो भइसक्यो अनि अहिलेसम्म थाहा नहुने अहिले थाहा हुने कसरी तपाईँको छोरी चाहिँ एकदम धोकेबाज रहेछ हेर्नु आमा होइन किन भन्नुहुन्छ भने मसँग चाहिँ बिहे मलाई यो आमासामाको चाहिँ नाता नलाउनु है अनि त मेरो गर्लफ्रेन्डको आमा मसँग बिहे गर्न लागेको बुढीको चाहिँ आमा भएपछि मेरो आमा भएन त सासू आमा भनेर एकैचोटि त कसरी भन्नु आमा त भन्नु पर्यो मेरो मलाई आमा भन्ने मेरो ज्वाइँ छन् अहिले मेरो छोरीको 9-10 वर्ष भइसक्यो बिहा गरेको अहिलेसम्म तपाईँको मैले अहिलेसम्म नाकमुख दिएको छैन अहिले यहाँ छोरीले धोका दियो भनेर अब कुरा फिक्समा आएन है हाम्रो त्यो स्कुल र कलेजमा लभ परेको होइन त्यो बेलादेखि नै म तपाईँसँग बिहे गर्छु चिन्ता नलिनु 2-8-10 वर्ष कुर्नु भन्दै थियो अब त्यतिखेर नै हामी हुन्छ नि त भनेर म पनि आफ्नो काममा लाग्यौँ होइन अब लाग्दाखेरि तपाईँको छोरी चाहिँ अर्कोसँग बिहे गरेर पठाइदिन्छ भने त त्यो त तपाईँको बिना भने त मेरो छोरीसँग तपाईँको त्यो भएको रहेछ त तपाईँले यस्तो भएछ मम्मी भनेर मेरो अथवा के बोयफ्रेन्ड भन्छ होइन बोयफ्रेन्ड छ मम्मी मेरो बोयफ्रेन्डसँग म बिहे गर्छु भनिहाल्थ्यो नि मेरो छोरी एकदम सिधा छ मेरो छोरी सिधा होइन यस्तो भयो होला त्यो तपाईँको छोरीले चाहिँ मसँग बिहे गर्छु भनेर पनि पैसा पनि लिएर गएको छ होइन तपाईँको छोरी तुरुन्त बोलाउनु अनि पैसा पनि मगाउनु होइन भन्छ नि म राम्रो गरिदिने यहाँ छिटो के चाहिँ गर्ने विचार छ त मलाई म के गर्ने होइन यस्तो भने त तपाईँको छोरी त ठ्याक्कै धोकेबाज रहेछ भन्ने पत्ता लाग्छ कि आमा बुझ्नुभएन 1 वर्ष 2 वर्ष भए पनि न हो कि भन्थे अहिले 9-10 वर्ष भइसक्यो यहाँ सुन्नु तिमीले भनेको कुरा म सुन्दिनँ मेरो छोरीको कुरा मलाई थाहा हुन्छ कि तिमीलाई थाहा हुन्छ लु भन सुन्नु न 60 सालमा के अरे हामीले एसएससी दिएको हो कि भन्नु त अनि त्यसपछि के अरे त्यो कलेजमा जाँदाखेरि लभ परेको अनि त्यसपछि तपाईँ पनि बिजनेस केही काम गर्नुहोस् पैसा अलिकति कमाउनु भन्ने कुरा भयो म पनि कुरिरहेँ अब त्यतिखेर बिहे भएछ नि त अब मलाई त्यो थाहा भएन भाइ मलाई रिस नउठाउ ल मैले चिने पनि छैन जाने पनि छैन मेरो छोरी बिहे गरेकै अहिले 9-10 वर्ष भइसक्यो मेरो नातिनी 3-4 सुन्नु आमा तपाईँको छोरी मगाउनुहोस् मलाई चाहिँ एउटा कुरा सँग लाग्यो है मसँग चाहिँ बाबा म तपाईँकै हो नि भनेर भनी अनि कुर्नु आउनु भन्ने अनि अहिले चाहिँ कन्ट्याक्टमा नआएपछि मैले घर खोज्दै आएको होइन अनि आउँदाखेरि तपाईँको यो घर रहेछ पहिला तपाईँको घर पनि थिएन तपाईँको छोरीले चाहिँ मसँग पैसा लिएर तपाईँले चाहिँ सुटुक्क पठाएर चाहिँ यो होइन के दिदी मैले साँच्चै कुरा गरेँ हो कि साँच्चै कुरा गरेँ कि दिदी साँच्चै कुरा गरेँ हो कि साँच्चै कुरा गरेँ हो कि
पहिला कुरो त सुन्नु न ए आमा म भएको कुरो गरेको तपाईँको छोरी बोलाउनु नि त नपताए होइन मलाई चाहिँ शङ्का लाग्यो म मेरो पैसाले चाहिँ यो घर बनाएर आज तपाईँले चाहिँ होइन भनेर चाहिँ उल्टो मलाई कुट्नु हुँदो रहेछ होइन हो कि होइन भन्ने कुरो तपाईँको छोरी बोलाउनु सत्यतासँग मेरो छोरीको बारेमा मलाई थाहा हुन्छ तिमीलाई के पनि थाहा हुँदैन हेर्नु कतिपय कुरा आजको केटीहरूले होइन के अरे बाउ आमालाई लुकाएर 4-5वटा बोयफ्रेन्ड लुकाएको छ मलाई पनि लुकाएको हुनसक्छ होइन क्या आमा होइन भएको गरेको आमा होइन क्या आमा होइन क्या होइन या आमा त्यस्तो होइन क्या होइन सुन हान्नु पर्दैन के अरे त्यस्तो केही पनि होइन टोलको मान्छे कुकुरहरू सबै करायो होइन वास्तवमा भन्नुहुन्छ मैले तपाईँलाई प्र्याङ्क गरेको थिएँ आमा होइन नरिसाउनु सरी ठिकै छ त्यो हाल्ने पनि केही छैन किनभने मैले के जेपिटी बोल्यो भने आमा यस्तो हो खास चाहिँ कुरा भन्नुहुन्छ नि मेरो घर पनि त्यही छेउमा छ नि त होइन यस्तो हो त्यही घर मेरो पनि घर तल घर हो होइन अनि तपाईँ फिल्ममा कलाकार रे पनि सुनेको थियो होइन त्यसपछि मैले चाहिँ पत्ता लगाउँदै आएर तपाईँलाई चाहिँ मैले प्र्याङ्क गरेको हो होइन त्यस्तो केही नराम्रो नसोच्नु होला त्यस्तो तपाईँको छोरी देखेको छैन भने कसरी चाहिँ हुन्छ त मेरो छोरीको बिहा गरेकै 9-10 वर्ष भइसक्यो मेरो नातिनी नै 3-4 वर्षको होइन यस्तो हो क्या मैले डिटेली तपाईँको छोरीको विषयमा थाहा पाएँ म 9-10 वर्ष भनिदिउँ होइन डिटेल थाहा छैन भर्खर बिहे हाल 2-4 वर्ष भयो होला भन्ने सोच्नु मैले भनेको अब 9-10 वर्षको बच्चै भइसकेर चाहिँ के थाहा त होइन एनिवे तपाईँको छोरीलाई मैले चिनेको पनि छैन हाम्रो दिदी बहिनी हुनुहुन्छ तपाईँ कलाकार हुनुहुन्छ भनेर चाहिँ मैले प्र्याङ्क गर्न आएको हो अन्यथा नसोच्नु होला तपाईँको भनौँ न छोरीसँग मेरो कुनै लभ पनि परेको छैन होइन ठिकै छ यसो गर्नु न आमा मैले क्यामेरा चाहिँ ऊ त्यहाँ लुगाएर राखेको थिएँ ऊ नपताइ हेर्नु ऊ त्यहाँ भाइ ऊ त्यही छ होइन एकचोटि हाई गरिदिनु त अनि यही भाइ त तपाईँको सिरियल खिच्नु भएको थियो नि त होइन